Hello everyone, welcome to my mini vlog. I hope you all are doing great. र म चाहिँ आज बिहान बिहानै कहाँ जाँदैछु भने म चाहिँ पापालाई लगेर सिलगढी जाँदैछु है। पापा चाहिँ डायबेटिक पेसेन्ट हो नि त, सो पापाको चाहिँ रेगुलर चेकअप गरिरहनु पर्छ र हामी चाहिँ एभ्री 2 मन्थ्समा चाहिँ तल सिलगढी झर्नै पर्छ पापाको चेकअपको लागि। सो आज पनि हामी सिलगढी जाँदैछौँ र यो गाडी चढ्नु पर्खिनु लागि चाहिँ माथि जानुपर्छ है। आजकल गाडी ठ्याक्क पाउँदैन, बल्ल बल्ल पाएँ अनि सिधै हामी यहाँ स्ट्यान्डमा आयौँ, सिलगढी स्ट्यान्डमा। अनि यहाँबाट सिधै गाडी चढेर हामी सिलगढी गयौँ। आज चाहिँ मलाई सिलगढी एकदम छिट्टो पुगेको जस्तो लाग्यो। अनि हेर्नु न, सिलगढी पुग्ने बित्तिकै मेरो हालत, गर्मी चाहिँ म ट्याक्कै सक्दिनँ हो। अनि सिलगढी पुग्ने बित्तिकै टोटो लिएर हामी क्लिनिक गइहालौँ। यो चाहिँ किन्स क्लिनिक हो है। यहाँ चेकअप गराएर चाहिँ हामी विशाल मार्ट पनि गएँ, एउटै रोडमा पर्छ नि त, झाङ्कर मोडमा। अनि त्यहाँ गएर हामीले एक दुईवटा सामान किन्यौँ, बेसी त होइन, ठिकैको किनेँ म। अनि यहाँ जहिले पनि आउँछु म चाहिँ यो राज कचौरी चाहिँ खान्छु। अनि यो राज कचौरी खाइसकेर चाहिँ सिधै हामी स्ट्यान्डमा आयौँ। हेर्नु न, 2टा ब्याग भयो हो। अनि यहाँ हामी स्ट्यान्डमा गाडी पर्खिरहेको छौँ। हाम्रो गाडी आयो भने हामी चढेर सिधै खरसाङ जान्छौँ। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।